ल अब यो रिभिल कार्यक्रम त भइहाल्यो। यसरी यो देखिरहँदाखेरि चाहिँ साँच्चै मलाई चाहिँ च्याम्पियन्स लिगकै प्रतिस्पर्धा हुन लागेछ कि जस्तो पनि लाग्यो। यो खालको प्राइज त मैले सायदै आजै देखेँ होला। त्यही पनि अब मलेसियामा हाम्रो नेपाली दाजुभाइ आएर एउटा डोमेस्टिक यो हाम्रो टुर्नामेन्ट गराएर यतिको सुविधा जित्ने टिमलाई, मेहनत गर्ने टिमलाई दिनु भनेको चान्चुने कुरा चाहिँ होइन जस्तो लाग्यो। यसो हेर्दाखेरि नै यसको लागि पनि पुरै मेहनत गरौँ, मेहनत गरेर टिमलाई जिताउँ, यो प्राप्त गरौँ खालको पनि रहेछ। सो यो कुराहरूबाट पनि धेरै खेलाडीलाई प्रोत्साहन पनि हुने र हौसला पनि दिने भएको कारणले हामीले नेपालमा पनि सिक्नु पर्यो यतिको। किनभने अब मलेसियामा आएर त हाम्रै नेपाली दाजुभाइहरूले यतिको गर्न सक्नु भएको छ भने हामी किन सक्दैनौँ? यो कुराहरूले पनि एउटा थप हौसला जोस जागर चाहिँ पक्कै पनि दिन्छ। म एउटा खेलाडी भएको नाताले पनि यो मैले महसुस गरिसकेँ यहीँबाट। भने यो खालको प्राइज जुन विजेता टोलीले पाउनुहुन्छ पक्कै पनि कुनै खालको त्यो मनमा त्यो हुन्छ एक किसिमको रिग्रेट बेकारमा भाग लिएछ भन्ने चाहिँ के हुँदैन जस्तो लाग्छ। यो पाएर नै पैसाको त छुट्टै कुरा भइहाल्यो। अझै यो पाएर नै सबै कुराहरू चित्त बुझ्ने खालको मलाई लाग्यो। अब यो इन्डिभिजुअल यो सायद गोलकिपरको लागि होला, बेस्ट प्लेयरको लागि होला, लगभग यो मेसी र रोनाल्डोले पाउने खालकै देखियो। एकदमै खुसी लाग्यो। र हाम्रो टिमलाई हाम्रो पेनाङ एफसीले जुन सोच लिएर अगाडि बढ्नु भएको छ योभन्दा अझै धेरै माथि पुगेको म देख्न चाहन्छु। सो सबै टिमलाई बेस्ट विसेस। र यो पालि चाहिँ पेनाङ एफसीले चाहिँ भव्य र सभ्य तरिकाले यो खेल यो टुर्नामेन्ट चाहिँ सम्पन्न गर्नु होला। सबैजनालाई बेस्ट विसेस। कपी पेस्ट नगरे। नमस्कार, पेनाङ एफसीले चाहिँ अब पहिलेबाट अर्गनाइज गर्नुभएको थियो। थर्ड नै छ, फर्स्ट र सेकेन्ड अब राम्रो भयो होला। अब थर्डमा चाहिँ हामीले राम्रो होइन बवाल धमाल बेमेसाले गर्नेवाला छौँ। किनभने हामी अब नेपालबाट आएको छौँ, यसो बवालै गर्न भनेर आएको छौँ होइन। उहाँहरूलाई बेस्ट विशेष भन्न चाहन्छु। त्यति नै। यसको लागि मरेर खेल्नु होला। त्यसैगरी हामी प्रधान हाम्रो अध्यक्षज्यूलाई हाम्रो पेनाङ एफसीका म्यानेजर हाम्रो गणेश शेषर दाजुलाई पनि सम्पूर्ण उपस्थित हुनुभएको सम्पूर्ण मोहम्मद आग्रज हाम्रो नेपालबाट आउनुभएको भाइहरूलाई मेरो तर्फबाट पेनाङ एफसीको तर्फबाट यो चाहिँ फर्स्ट र सेकेन्ड हामीले जस्तो तरिकाले गरेर फिफ्टिनभन्दा भव्य तरिकाले सम्पूर्ण टिम लगायत पेनाङ एफसीको सम्पूर्ण साथीहरूले एकदम राम्रो तरिकाले पोहोरभन्दा एकदम राम्रो पेनाङ एफसीले चाहिँ यस्तोसम्म कार्यक्रम गर्यो भने नाम कमियोस्। जति आउँदो दिनहरूमा पहिलेका जति दिनहरूमा जति कमिएका छन् त्योभन्दा धेरै राम्रो होस्। र मेरो प्लेयर भाइहरूलाई पनि धेरै म अहिले धेरै सम्झेको छु। भाइहरूले गेम खेल्दा पनि हाम्रो पेनाङ एफसीको गेम भनेर खेलिदिनु पर्यो। र कसैले धक्का लाग्यो यस्तो गर्ने जस्तो हिमालयमा जस्तो गरेको थियो त्यस्तो चाहिँ नदेखाउँ। आउँदो दिनमा हाम्रो भाइहरूको धेरै यति हो। यहाँभन्दा मैले धेरै बोलेको। त्यसैगरी म हाम्रो एन पेनाङ एफसीका विशेष सल्लाहकार हाम्रो दाजु हुनुहुन्छ नेत्र श्रेष्ठ सर, उहाँलाई पनि तामाङ समाजका अध्यक्ष हाम्रो श्याम सर विशेष गरी म शुभकामना भन्न चाहन्छु हाम्रो अध्यक्ष हाम्रो अंकित भाइलाई यसरी अर्गनाइज गर्दै आउँदाखेरि पहिलो दोस्रो तेस्रो यो तेस्रो सिजनमा आउँदाखेरि हामी पनि जोड्न पायौँ अनि एकदम खुसी लागेको छ। नेपालदेखि एकदम यस्तो यङ केटाहरू आउनु भएको छ है। नेपालको एकदम राष्ट्रिय खेलाडीहरू आउनु भएको छ हौसला दिनको लागि। एन पेनाङ क्लबलाई र अनि जति पनि हाम्रो एन पेनाङ वर्ल्ड कप तेस्रो वर्ल्ड कपमा भाग लिनेहरूले सबैलाई अग्रिम शुभकामना। त्यसैगरी हाम्रो मनोकामना एफसीका अध्यक्ष हाम्रो देवी सरलाई पनि
सर्वप्रथम सबैजनालाई नमस्ते। म डेभिड लामा मनोकामना एफसीको अध्यक्ष। विशेष गरी धन्यवाद दिन चाहन्छु हाम्रो अङ्कित सर एनपेनाङ एफसीको अध्यक्षज्यू र त्यसै गरी हाम्रो नेपालबाट पाल्नुहुने हाम्रो नेसनल प्लेयर दुईजना हाम्रो डोना थापाज्यू र हाम्रो एरन भाइलाई धेरै धेरै धन्यवाद। उहाँहरू आएर हाम्रो यहाँ मलेसियामा एनपेनाङ गोल्ड कपको सभा बढाइदिनु भएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। र जति पनि हाम्रो यहाँ पार्टिसिपेन्ट टिमहरू हुनुहुन्छ सबैजनालाई चाहिँ एकदम धेरै मेहनत गरेर खेल्नु होला र यो ट्रफी जित्नु होला। सबैजनालाई धन्यवाद। जनुदार केन्द्रबाट हाम्रो सदस्य सबैलाई नमस्कार। मेरो व्यक्तिगत तर्फबाट र जनोद्धार केन्द्र मलेसियाको तर्फबाट जति पनि यो पेनाङ गोल्ड कपमा सहभागी हुनुहुने सम्पूर्ण टिमहरूलाई अग्रिम शुभकामना दिन चाहन्छु र यस गोल्ड कपलाई हामीलाई थप हौसला प्रदान गर्नको लागि नेपालदेखि पाल्नुहुने हाम्रो राष्ट्रिय खेलाडीहरूलाई पनि स्वागत गर्न चाहन्छु र उहाँहरूको उपस्थितिले हाम्रो यसपालिको यो थर्ड गोल्ड कप हामीले अरूले सोचेको भन्दा भव्य र सभ्य हुनेछ भन्ने शुभकामना दिँदै मेरो छोटो मन्तव्य यहीँ दिन्छु। यसै गरी हाम्रो यस आयोजनामा नेपालबाट पाल्नुभएका हाम्रो मोहन दाईलाई पनि 2 शब्द राखिदिन हार्दिक धन्यवाद। सबैलाई नमस्ते। थर्ड पेनाङ गोल्ड कप भव्य त त्यसै पनि हुँदैन, सभ्य बनाइदिनु आज प्लस खेलाडी वर्गहरूमा मेरो अनुरोध छ। त्यसै गरी नेपालबाट अनार खेलाडीहरू राष्ट्रिय खेलाडीहरू आउनुभएको छ, डोना प्लस आरोन, उहाँहरूले पनि यस खेललाई भव्य र सभ्य बनाउन हौसला दिनेछ र सबै खेलाडीहरूलाई शुभकामना छ र भव्य र सत्य भएर सबैले यसै गरी हाम्रो यस एनपेनाङ एफसीका क्याप्टेन जाऊ न बोलाएपछि जाऊ जाऊ न 2 शब्द भनेर जाऊ न। अब सायद सबैजना टिमहरू अब भएर टाइम पनि आउट भइसक्यो। अब त्यही अनुसारले सबैजनाले आएर अब आफ्नो बेस्ट दिनुहोला। च्याम्पियन हुनलाई अब बेस्ट त दिनैपर्छ। अब हामी पनि छौँ त्यो च्याम्पियन। अब को हामी योभन्दा अगाडिको साल डिफेन्डिङ च्याम्पियन पनि हो। त्यही अनुसारलाई सबैजना टिमहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु। यसै गरी हाम्रो यस एनपेनाङ एफसीमा लामो समयदेखि एकदमै हाम्रो पुरानो खेलाडी हाम्रो प्रदीप गिरी नेपालबाट पाल्नुहुने हाम्रो नेसनल प्लेयरहरू साथी अनि सम्पूर्ण हाम्रो टिम मेम्बरहरू दाई अध्यक्ष दाई नेता दाई सम्पूर्ण दाईहरूमा धेरै धेरै धन्यवाद। किनकि यो हामी एउटा फुटबल प्लेयरहरूलाई यो अपर्च्युनिटी दिनुभएकोमा, साथै हामीले 2टा सिजन सकेर हामी तेस्रो सिजनमा पुगिसक्यौँ। सायद पछिल्लो सालको हामी पनि एउटा च्याम्पियन हो। साथै भाइहरूलाई पनि यसरी पनि च्याम्पियन हुनुपर्छ है, सबैले भन्ने एउटा मेरो सल्लाह सुझाव होइन। साथै बाहिरबाट आउनुहुने सम्पूर्ण टिमहरूलाई राम्रो तयारी गरेर आउनु होला, किनकि पेनाङ एफसी फेरि पनि च्याम्पियन बन्नलाई तयार छ। त्यही भएर एकदम राम्रो तयारी गरेर आउनु होला। हामी तयार तेस्रो पेनाङ गोल्ड कपमा सहभागी हुनुहुन्छ। सबैलाई मेरो समर्थन।
लास्टमा हाम्रो एउटा हामीसँग एकदमै स्पेसल व्यक्तित्व हुनुहुन्छ भन्नुहोस् हाम्रो नेत्र प्रधान सर प्लिज वेलकम र हाम्रो यस एनपेनाङ एफसीका हाम्रा विशेष हाम्रो सल्लाहकार अथवा हाम्रो एडभाइजर जस्तो दाइ हुनुहुन्छ हाम्रो सोम सर आइदिनु होला के हो एनपेनाङ एफसीका के अरे एनपेनाङ एफसीका कमिटीका साथीहरू सबै बोल्नु बनाउँछन् यार छोडिदिनु है अब यसलाई काटकुट गरेर हाल्नु होइन हुँदैन पुग्छ ल नमस्कार है सबैलाई अब हाम्रो यो थर्ड एनपेनाङ वर्ल्ड कप चाहिँ अब सबै भव्य तरिकाले मनाउनु पर्छ र सबैलाई अब फेरि पनि भन्न चाहन्छु थर्ड एनपेनाङ वर्ल्ड कपको लागि सो यसै गरी हाम्रो तेस्रो एनपेनाङ वर्ल्ड कपको ट्रफी आज सार्वजनिक गर्ने हाम्रो कार्यक्रम समाप्त भएको छ सम्पूर्णलाई हाम्रो एनपेनाङ तेस्रो एनपेनाङ वर्ल्ड कपमा आइदिनु होला हाम्रो तेस्रो एनपेनाङ वर्ल्ड कपलाई भव्य र सभ्य बनाइदिनु होला धन्यवाद